संयुक्त रूपमा आयोजना गरेको यस महान तथा गौरवशाली कार्यक्रममा उपस्थित हुनुपर्ने सबै साथीहरूलाई म पार्टीको केन्द्रीय समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट म क्रान्तिकारी अभिवादन टक्राउन चाहन्छु। स्वीकार्नुहोस् क्रान्तिकारी अभिवादन। हामीलाई यो जुलुसको लागि हामीलाई स्पोर्ट हामीलाई ठमेलको तपाईको सञ्जय कोष भवन अगाडिबाट हामीलाई यसको स्पोर्ट दिएको थियो। जिल्ला प्रशासन कार्यालयले त्यो स्पोर्टबाट हामी जुलुस लिएर आएर शानदारपूर्वक यहाँ हाम्रो चाहिँ यो चाहिँ ठाउँमा हामीले चाहिँ कोट सभा गर्ने हाम्रो पार्टीको नीति थियो। त्यही अनुसार प्रशासनले हामीलाई अनुमति पनि दिएको थियो। तर कामरेडहरू र उपस्थित साथीहरू हामीलाई पुलिस प्रशासनले त्यसो गर्न दिनु भएन। हामी यो दुर्भाग्य भन्न चाहन्छौँ। हामीले हाम्रै देशमा चाहिँ हामीले खुलेर बोल्न नपाउने हो भने हामी आजाद भएको कहिले हो? हामी आजाद छौँ कि छैनौँ? मलाई लाग्छ हामी आजाद छैनौँ। किनकि हामी हाम्रै चाहिँ देशको सडकमा चाहिँ हामीले सत्यको आवाज उठाउन आज पाइराखेका छैनौँ। यो हाम्रा निम्ति खुसीको कुरा चाहिँ बिल्कुल होइन, यो हाम्रो दुःखको कुरा हो। किनकि हामी इमानदारपूर्वक शान्तिपूर्ण ढङ्गले जिल्ला प्रशासन कार्यालयबाट हामीले तपाईँको अनुमति लिएका थियौँ। हाम्रा थुप्रै साथीहरूलाई चाहिँ भित्र भित्र पारिएको छ। कार्यक्रमको जुन स्थान थियो त्यो स्थानबाट हामीले अगाडि बढ्न दिएन होइन। हामीले बाटोमा तपाईँको आतङ्ककारीले गरेको जस्तो व्यवहार गरियो। किन गरियो भन्दाखेरि चाहिँ 3-4 जनाभन्दा बढी सँगै हिँड्न नदिने भन्ने गरियो। के यो हाम्रो देश हो? यो इन्डियाको देश हो कि हाम्रो देश हो? यो हाम्रो देश होइन कहिलेमा पनि। किनकि हामीले आज बुझ्यौँ कि हाम्रो देश हुन्थ्यो भने हामीले खुल्ला ढङ्गले शान्तिपूर्ण ढङ्गले हिँड्ने, हामीलाई चाहिँ जुलुस गर्न दिने, सभा सङ्गठन गर्न दिने, हाम्रो कुरा राख्न दिने, यो संविधानको मौलिक अधिकारमा भएको कुरा आज प्रहरी प्रशासनले हामीलाई लत्याएको छ, हामीले उल्लङ्घन गरेको छ। यसका विरुद्ध हाम्रो पार्टी घोर विरोध गर्न चाहन्छ। हाम्रो प्रहरी साथीहरूसँग हाम्रो लडाइँ होइन, हाम्रो लडाइँ यो देश शासक प्रशासकहरूसँग हो। हामी त्यो कुरा आज यहाँबाट हामी अपिल गर्न चाहन्छौँ। यहाँ मान्छे कति छन् त्यो कुरा नहेर्नु होला। आउने दिनमा यो एउटा झिल्को हो। कमरेड माओले भने जस्तै एउटा सुक्खा जङ्गलको झिल्कोले डढेर लाउन सक्छ। यो नेपाली धरतीमा पहिलो पटक जन्मिएको झिल्को हो। हामी हजारौँ मान्छेहरू होइन, हामी लाखौँ र करोडौँ मान्छे एकपल्ट हाम्रो देशलाई स्वाधीन बनाउनका लागि हामी बलिदान गर्न तयार भएर आएका छौँ। भलै ठिक छ, आज हाम्रो पार्टीका साथीहरू हामी सबै आउन पाएका छैनौँ। किनकि हामीलाई थाहा थियो हाम्रा प्रशासनका साथीहरूले जो देशद्रोहीहरू छन् तिनीहरूले हाम्रो साथीहरूमाथि लगाउने गिल्ती नजरको कारणले गर्दा हाम्रा थुप्रै साथीहरू आउन पाउनु भएको छैन। र हामीलाई आशा छ हामी 20 करोड नेपाली जनताको प्रतिनिधित्व गरेर आउँदैछौँ। यो झिल्को हो। यहाँ बसेका शासक प्रशासकहरूले बुझ्नुपर्छ पहिलो पटक चुरुरी सन्धिले घुमेको भूमि फिर्ता ल्याउनुपर्छ भनेर यो ग्रेटर नेपाल कम्युनिस्ट पार्टीले अपिल गरेको छ। तपाईँले आजसम्म कुनै तपाईँहरूले आजसम्म कुनै पनि नेता देख्नु भएन कि सुनोई सन्धिमा घुमेको भूमि फिर्ता ल्या भनेर पार्टी बनाएको होस्। यो हाम्रो पार्टीले अपिल गरेको कुरा हो। त्यसकारणले हामी प्रहरी साथीहरूले भन्न चाहन्छौँ, आम देशभक्त जनताहरूलाई भन्न चाहन्छौँ, यहाँ उपस्थित पत्रकार मित्रहरूले भन्न चाहन्छौँ कि यो हाम्रो अन्तिम लडाइँ हुनेछ। हाम्रो देशलाई मुक्त बनाउने, सबै खाले विदेशी हस्तक्षेपबाट मुक्त बनाउने हामीले शपथ खाएका छौँ। मलाई लाग्छ कि हाम्रा थुप्रै नेपाली चाहिँ सपुतहरूले बलिदान गर्नुभएको छ। नेपाली जनताको आजादीका लागि, नेपाल धरतीको आजादीका लागि एकपटकको कफन बाँधेर हामी आजादीका लागि बलिदान गर्ने सङ्कल्प गरेर यहाँ आएका हौँ। हामी त्यतिकै आएका होइनौँ। किनकि हामी कुनै पनि देशसँग हामीले चाहिँ एउटा बदलाभाव हामी राख्दैनौँ। तर यहाँ आएका थुप्रै श्रोताकर्मी साथीहरू, पत्रकार साथीहरू, उपस्थित पार्टी कमरेडहरू, तपाईँहरूले नेपालको इतिहास पढ्नुभएको होला। त्यो नपढेको भए पनि 1950 को सन्धि, 1800 को सुगोली सन्धि तपाईँहरूले अध्ययन गर्नुहोस् त। त्यहाँ के लेखिएको छ? त्यहाँ नेपाली भूमि कसरी आज इन्डियाले हस्तक्षेप गरेर 200 वर्षको यता आफ्नो शासन गरिराखेको छ। हामी त्यो मागिराखेका छौँ। के यो कुरा हाम्रो श्रोताकर्मी साथीहरूलाई मन पर्दैन? के यो कुरा हाम्रो युवाहरूलाई मन पर्दैन? यिनीहरूलाई लागेको होला नेपालका सबै जनताहरू सबै चाहिँ के भन्छ युवाहरू गुलाम बन्न तयार छैनन्। युवाहरू फेरि विद्रोहको राँको सल्काएर आउन तयार छन्। हामीले मागेको कुरा केही पनि होइन।
इन्डियाले मिटेको हाम्रो अहिलेको जतिको भूभागमा डबल भूभाग इन्डियाले मिटेको छ त्यो भूमि हामीलाई चाहिँ फिर्ता दिनुपर्छ। हाम्रो पहिलो माग, हाम्रो पार्टीको प्रथम माग हो। दोस्रो कुरा, हाम्रो पार्टीले यतिखेर हाम्रो श्रोताहरू साथी यहीँ हुनुहुन्छ, त्यो यस्तो गर्मी छ हेर्नुहोस् त, हामीले यो पातलो ज्याकेट बसेर गाह्रो भएको तर हाम्रो श्रोताहरू साथीहरू हेर्नुहोस्, उहाँले लगाएको हेलमेट कपडा हेर्नुहोस् त, यो कपडामा कति गर्मी हुँदो हो, कति गर्मी हुँदो होइन। तर आज हाम्रो श्रोताकर्मीलाई दिनरातै तपाईँको चाहिँ अहिले जुन चाहिँ पार्टी आयो भने श्रोताकर्मीलाई धारे हात लाउने तपाईँको चाहिँ नीति छ। हाम्रो देशो छैन। हाम्रो श्रोताकर्मी साथीहरूको लागि भनेका छौँ, यदि 20,000ले हाम्रो श्रोताकर्मी साथीहरूको जीवन धान्न सकिन्छ भने राष्ट्रपति महोदयले 1 लाखभन्दा बढी किन सेवा लिने, किन लिने? प्रधानमन्त्रीले 1 लाखभन्दा बढी सेवा किन लिने? लिन पाइँदैन। हाम्रो श्रोताकर्मी र राष्ट्रपति कि प्रधानमन्त्री मन्त्रीसम्मका सबैको सेवा सुविधा अब समान गर्नुपर्छ। हाम्रो पार्टीले उठाएको मुद्दा पनि यो छ। हामीले भन्नुपर्छ, हाम्रा श्रोताकर्मीहरू कसैका दलाल होइनन्। हाम्रा श्रोताकर्मी हाम्रै किसान मजदुर, हाम्रै नेपाली आमाका सन्तानहरू हुन्, सपुतहरू हुन्। तिनीहरूले आफ्नो देशको आजादीका निम्ति यो वर्दी, यो बन्दुक उनीहरूले आफ्नो देशको आजादीका निम्ति प्रयोग गर्ने हाम्रो पार्टीको अपिल यो छ। तपाईहरुका निम्ति यो धरतीमा पहिलोपल्ट जन्मेको पार्टीले अपिल गर्दैछ कि अब राष्ट्रपतिले कर्मचारी र श्रोताकर्मीका सबैको सेवा सुविधा समान बनाउनुपर्छ। यो राष्ट्रपतिको सेवा सुविधा 30,000 बनाइनुपर्छ। यदि 30,000 बनाइनु हुँदैन राष्ट्रपति बराबरको हाम्रा पुलिस साथीहरूको सेवा सुविधा बनाइनुपर्छ। होइन भने यही चोकमा उभिने हाम्रा पुलिस साथीहरू, ट्राफिक साथीहरू, उहाँहरूले आज पाएको वेतनबाट के उहाँहरूको यो धुलो खाएर भोक बिगारेको फोक्सोको उपचार गर्न मिल्छ? सकिन्छ? हाम्रो राष्ट्रपति र प्रधानमन्त्रीहरू विदेश गएर राज्यको करोडौं रुपियाँ खर्च गरेर आज उपचार गर्छन्। तर हाम्रा श्रोताकर्मी साथीहरू 24 घण्टा घाम बन्दैनन्, पानी बन्दैनन्, दुःख बन्दैनन्, सुख बन्दैनन्, सबै ठाउँमा देशको श्रोताकर्मी खटिनुहुन्छ। आज उहाँहरूको स्यालेरी कति छ? के उहाँहरूको स्यालेरीले सडकमा उभिएको सिटी फुकेको त सिटीमा दैनिक 10 पटक मात्र होइन 100 पटक भन्दा बढी सिटीमा त्यो धुलो अड्किएको हुन्छ। त्यो सिटी मुखमा हालेर सिटी फुक्ने हाम्रो ट्राफिक मित्रको त्यो दिएको वेतनबाट उसको जीवन चल्छ? चल्दैन। चल्दैन भनेपछि अब हामीले यसका विरुद्धमा विद्रोह गर्नुपर्छ। अर्को विकल्प हाम्रो अगाडि छैन। हामीले भन्ने कुरा यो छ। अर्को कुरा छ, अब यो राज्यले संविधानमा लेखेको छ शिक्षा र स्वास्थ्य निःशुल्क भनेको छ, तर आज किन निःशुल्क हुन सकेन? त्यो निःशुल्क गरिनुपर्छ। यो बहस आज हुनुपर्छ। यो बहस मात्र होइन, यो आन्दोलन हुन्छ। अब त्यसको नेतृत्व हाम्रो महान तथा गौरवशाली पार्टी ग्रेटर नेपाल कम्युनिस्ट पार्टीले गर्नेछ। हाम्रो अपिल हो त यो नभएसम्म राष्ट्रपति श्रोताकर्मीका साथीहरूसँग सेवा सुविधा समान नभएसम्म हामी बलिदान गर्न तयार भएर आएका छौँ। हामी यो शपथ खान चाहन्छौँ श्रोताकर्मी साथीहरू, यो अनुहार पनि लुकाएर लुकिने अनुहार थिएन, होइन। एक दिन तपाईँहरूको अगाडि देखिनु पर्ने थियो। हामी देखिएका छौँ, अपिल गर्दैछौँ कि तपाईँहरूको वेतन यदि यिनीहरूले गरेनन् समान भने हामीले गर्ने छौँ। त्यो प्रतिबद्धता हाम्रो पार्टीले गर्न चाहन्छ। साथीहरू, उपस्थित कामरेडहरू, आज पार्टीले त्यो प्रथम शान्तिपूर्ण ढङ्गले हामीले र्याली गर्ने भनेका थियौँ। हाम्रा थुप्रै साथीहरू र्याली स्पोर्टमा चाहिँ आउने वातावरण बनेन। घुमाउरो ढङ्गले हामीले असाध्यै दुःख लाग्यो। हामीले सँगै लिएर आउने एकजना चाहिँ प्रहरी साथीले हामीले भन्नुभयो, उहाँ पनि प्रहरीको एउटा अधिकृत नै हुनुहुन्छ जस्तो लाग्छ मलाई। उहाँले भन्नुभयो होइन यो प्रशासनले जे भन्छ हामीले गर्ने त्यही त पनि। आजको दुर्भाग्य यो नीतिमा चलेको देश होइन, यो हुकुममा चलेको देश हो। त्यसकारणले गर्दा यो यहाँ उभिएका सबै युवाहरू आज यो सडकमा मर्यो भने यही प्रहरी साथी मर्यो अथवा युवा मर्यो भने हाम्रो मूल्य कति हो? हाम्रो मूल्य सडकमा यदि गाडीले एक्सिडेन्ट गरेर मर्यो भने 5 लाख। हाम्रो मूल्य 5 लाख तोकिएको छ। यदि हाम्रो प्रहरी साथीहरूसँग मुठभेड भयो भने यदि नागरिकको ज्यान गयो या प्रहरी साथीको ज्यान गयो भने त्यसको मूल्य 10 लाख। यही हो हाम्रो मूल्य, यही हो आएको गणतन्त्रले हाम्रो मूल्य लिँदा नीति गरेको सडकमा मरे 5 लाख। यदि चाहिँ प्रहरीको गोलीबाट मरेर दमनबाट मरेर 10 लाख। हाम्रो मूल्य यही हो। यो हुन सक्दैन, यो बिल्कुल हुन सक्दैन। यो कुरा हाम्रो पार्टीलाई मान्ने हुन सक्दैन। यो सबैलाई हुन सक्छ तर हाम्रो पार्टीलाई यो कुरा मान्ने हुन सक्दैन। हामीले भन्ने कुरा यो छ। साथीहरू, उपस्थित कामरेडहरू, हामी हेर्दा यहाँ थोरै देखेका हौँ। हामीले काठमाडौँ जिल्लामा मात्रै कोसिस गरेको तर हामी यो जुलुस सफल भएका हौँ। यो जुलुस यदि यो जुलुस हामीले एक महिना अभ्यास गरेर ल्याउने हो भने मलाई लाग्छ
यो राज्यसँग भएको सबै सुरक्षा गरी प्रयोग गर्दा पनि हाम्रो ठुलो क्षेत्र सक्ने हैसियत रहँदैन भन्ने लाग्छ। यो निश्चय नै हो, किनकि हामी युवाहरूको अगाडि आज 3-4 वटा विकल्प छ साथीहरू। पहिलो विदेश जाने, यो राज्यले वैधानिक ढङ्गले मान्छे बेच्ने लाइसेन्स दिन्छ। त्यो मेन पावर र कन्सल्टेन्सीको नाममा चोक चोकमा एउटा घरमा 10 वटा भोट टाँसेर नेपालका नौजवानहरूलाई विदेशमा बेच्दै गरिएको छ। हामीलाई यो मान्ने हुन सक्दैन। हामी छैनौँ, यो साँचो हो। पहिलो कुरा आजका शासकहरूले हामीले बेचिराखेका छन्, हाम्रा युवाहरूलाई बेचिराखेका छन्। करोडौँ युवा आज विदेशमा बेचिएको छ। त्यही मध्ये एकजना विपिन अधिकारी पनि हुन्। आज विपिन अधिकारीको विषयमा रिहाई गर्ने सन्दर्भमा हाम्रो सरकार खोइ, हाम्रो परराष्ट्र मन्त्री खोइ, हाम्रो गृहमन्त्री खोइ, हाम्रो प्रतिपक्ष दलको नेता प्रचण्ड खोइ, एउटा रिसोर्टमा लेट नाइटमा लडेर तपाईँको टाउको फुटाउने प्रचण्डले जस्तो नेतृत्व गर्न सम्भव छैन। जनता मस्त सुनेको छ, जनता भोकभोकै मरेको छ, जनताले शिक्षा र स्वास्थ्य पाएको छैन। सुरक्षाकर्मी साथीले पाउने वेतनबाट वर्षको 1 करोड पाउने युवालाई उसको जीवन हानिको छैन। र हाम्रो संसदको प्रतिपक्ष दलका नेता महोदयहरू रिसोर्टमा गएर लेट नाइटमा तपाईँको डान्स गरेर टाउको ठोकाउँछ। यो सहन सक्ने कुरा हो? होइन। हाम्रो कुरा के छ भने यो पहिलो कुरा नेपालका युवाहरूलाई 200 वर्षदेखि बेच्न थालिएको छ। त्यो हामी मान्दैन, यो खारेज गर्नुपर्छ भन्ने कुरा हाम्रो छ। पहिलो कुरा यो। दोस्रो कुरा हाम्रो युवाहरूको अगाडि अर्को विकल्प छ। अहिलेका ठुला पार्टीहरूको चाकरी गर्ने, गुलामी गर्ने, चापलुसी गर्ने, यिनले जे गरे भने पनि ठिक गरे भनेर जिन्दाबाद भएको अर्को शब्द नबोल्ने दोस्रो विकल्प युवाहरूको अगाडि छ। मलाई लाग्छ यो हाम्रो लागि सही हुन सक्दैन। दोस्रो विकल्प 200 वर्षदेखि नेपाली युवाहरूलाई जनताहरूले बेच्दै आएको कलङ्कित इतिहास र आज तपाईँका चाहिँ फन्टुसहरूको तपाईँको चाहिँ चाकरी गर्नुपर्ने जो अवस्था छ, त्यो दुईटैका विरुद्ध एकपल्ट नेपाली जनताहरूले, नेपालका युवाहरूले त्यसका विरुद्ध एकपल्ट फेरि लड्नका निम्ति हाम्रो पार्टी विशेष अपील गर्न चाहन्छ। साथसाथै यहाँ अर्को कुरा के छ भन्नुहुन्छ भने आज हाम्रो सामान्य विरोध र्याली मात्रै थियो होइन, हाम्रो पार्टीका थोरै साथीले बोल्ने मात्रै भनेको थियो। तर परिस्थिति यस्तो बन्यो कि हामीले भन्नै पर्यो, हामीले बोल्नै पर्यो। किनकि हामीले अत्याचार गरियो, हामी जुटकाबाट जुलुस लिएर आउने हामीले प्रशासनले अनुमति दिएको थियो, त्यो प्रहरी साथीहरूबाट खोज्यो। त्यो मिल्छ, त्यो मिल्दैन, यो संविधानको विरोधी कुरा हो, त्यो मिल्दैन। बोल्नका निम्ति मात्रै सभा सम्बोधन गर्नका निम्ति मात्रै भए पनि हामीले 10 वर्ष धन्यवाद लडेको हो। हामीले 7 सालको क्रान्तिमा हाम्रा कङ्ग्रेसले भाग दिएको हो, तर आज यसकै निम्ति हो होइन। त्यसकारणले गर्दा आजको सरकार, आजको व्यवस्थाका 75 मान्छेहरूले जो नेपाली जनतामाथि भिड खेलिराखेका छन्, मलाई लाग्छ हामी यसका विरुद्ध आवश्यक पर्दा जस्तो सुकै सङ्घर्ष गर्न तयार भएका आएका छौँ। साथसाथै अब हाम्रो अर्को कुरा के माग छ भने अब सँगसँगै अहिले हाम्रो सबै व्यवसायहरू धराप परेका छन्। केही मुठीभर व्यवसायी बाहेक अरू सबै व्यवसायहरू तपाईँको नेपालबाट व्यवसाय भाग्नुपर्ने कन्डिसन छ। त्यो किन भयो? डर आतङ्कले, ब्याजको आतङ्कले, बैंक तथा मिटर ब्याङ्किङ साहुहरूले गरेको आतङ्कले गर्दा यही पुलिस लागि थाहा साथीहरूलाई सोध्नुहोस्, तपाईँहरूको आफन्ती उहाँलाई सोध्नुहोस्। अहिले नेपालको सेना प्रहरी र सशस्त्रमा जवानहरूले किन जागिर छोडेर विदेश घाटमा जाँदैछ? किन जाँदैछ? यो विषयमा संसदमा किन छलफल हुँदैन? हुनुपर्छ कि पर्दैन? किनकि उसले दिएको 28 लाख 30 लाखले उसको जीवन नचलेर ऊ आफ्नो देशको सेवा गर्छु भनेर देशको तपाईँको सेवा गर्न तयार भएको व्यक्ति आज देश छोडेर विदेश जाँदैछ। यो विषयमा छलफल हुनु पर्दैन? यो कुरा एउटा कुरा के बुझ्नुहोस् भने साथीहरू, कामरेडहरू, सुरक्षाकर्मी साथीहरू, तपाईँहरूको हाकिम जागिर छोडेर अरू पदार्थतिर गएर ज्याला मजदुरी गरेको बेलता हानेको तपाईँलाई थाहा छ? छैन। त्यो किन भएन? किनकि मलाई लाग्छ अहिले पनि नेपाल प्रहरीको चाहिँ रासन भत्ताको निम्ति आन्दोलन गर्ने केही नेपाल प्रहरीका जवान साथीहरू जेलमा सडिराख्नु भएको छ। हाम्रो पार्टीलाई त्यो कुरा पनि जानकारी छ। त्यसकारणले हामीले भन्दैछौँ कि पहिलोपटक नेपाली धरतीमा आफ्नो भूमि र आफ्नो जीवनको मुक्तिका निम्ति लड्ने एकमात्र पार्टी विराट नेपाल कम्युनिस्ट पार्टी पहिलोपटक यहाँहरूको बिचमा एउटा विरोध र्याली ल्याएर शान्तिपूर्ण ढङ्गले आफ्ना कुरा राख्नका निम्ति उपस्थित भएको छ। यस अवसरमा यहाँहरू सबै उपस्थित हुनुहुने कामरेडहरू र उपस्थित हुन नसकेका कामरेडहरूको हकमा पनि हाम्रो पार्टी विशेष ढङ्गले धन्यवाद दिँदै र आगामी दिनमा अब हाम्रो चाहिँ सुरक्षाकर्मी साथीहरूको लागि, युवाको लागि मिडिया साहु र दृष्टिबन्ध तपाईँको चाहिँ के भन्छ व्यक्तिहरूका विरुद्धमा हाम्रो पार्टीले सशक्त ढङ्गले शान्तिपूर्ण ढङ्गले हामीले जुलुस निकाल्नेछौँ, आन्दोलन गर्नेछौँ र
र त्यसका निम्ति हामी सबै साथीहरू तयार रहन हाम्रो पार्टी र म व्यक्तिगत ढङ्गले अपिल गर्दै हाम्रो पार्टीले के खालको विश्वास गरेर आजको कार्यक्रमको आयोजना गर्ने र तपाईँको चाहिँ सञ्चालन गर्ने र यसलाई व्यवस्थितपूर्वक तपाईँको टुङ्ग्याउने जो अभिभारा दिएको छ त्यस अर्थमा हामीले उपस्थित सबै कामरेडहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै आउने दिनहरूमा निरन्तर हामी कार्यक्रममा सहभागी हुने हाम्रो विश्वास अपेक्षा र अपिल गर्दै आजको कार्यक्रम हाम्रो मोर्चाका सर्देव अध्यक्ष कमरेड फणीन्द्र नेपालज्यूलाई टुङ्ग्याइदिनु हुनका निम्ति मैले आफ्नो भनाइ यही टुङ्ग्याउँदै र मैले बिदा हुने अनुमति मागे यहाँहरूलाई सबैलाई फेरि पनि मुक्तिकामी क्रान्तिकारी अभिवादन टक्राउँदै कमरेड फणीन्द्र नेपाललाई